गाइस हामी चाहिँ चितवन घुम्न आएको हैन। यहाँ हेर्नु त कस्तो राम्रो छ। प्लिज हेटौडा उपन्न महानगरपालिका हेर्नु त चितवन कस्तो राम्रो छ। अन्त के हो त यतिको चाहिँ बनाइदिनु पर्यो हेटौडामा हैन। यतिको बनाइदिनु भयो भने हामी गाइस हामी चाहिँ चितवन घुम्न आएको हैन। त्यता सबजना हिँड्दा छ र अहिले हामी टक्क हामी जू जान लाग्छौँ है। राति होटलमा बस्छौँ। होटलमा बसेर यस्तो बिहान यसो घुम्नुपर्छ भने यस्तो हिँड्न थाल्यो हामी हैन। कसको मामाको कस्तो मामा मरेको उसको मामा घरमा हैन। मामाको स्थितिमा हेर्दा चाहिँ लास हैन है मरेको मान्छे चाहिँ देखाएको के मतलब जस्तो उ मर्यो भने उसलाई चाहिँ त्यही त हैन त्यस्तो इन्सिडेन्ट यस्तै हो। राति लो दारू खायो हैन। धेरै दारू खाएर होला मलाई लो ध्यान भइरहेको छ हैन। मरेको मान्छे देखाएको। मैले यहाँ तेल पनि ल्याइसकेँ। कुन तेल लायो हामी नवरत्न अत्तर बर्तन तेल लायो। यही हो अझै अगाडि छ। यहाँ हेर्नु त कस्तो राम्रो छ। प्लिज हेटौडा उपन्न महानगरपालिका हेर्नु त चितवन कस्तो राम्रो छ। अन्त के हो त यतिको चाहिँ बनाइदिनु पर्यो हेटौडामा हैन। यतिको बनाइदिनु भयो भने हामी पैदल यात्रालाई अलिकति सजिलो हुन्छ। ए जोतुवा यो यसो कुरा नपत्याउनु होइन। मेरो छोरो हजुरहरूलाई मैले एउटा कुरा चाहिँ रिभिल गर्न बाँकी छ होइन। धेरै दिनपछि होइन मेरो छोरो होइन छोरोले फ्रिडम मैले यस्तो आज भोलिको जमाना कस्तो भइसक्यो। जस्तो लागि नि हुन्छ नि त्यस्तो नै हुन्छ। देखाइदिन्छु रे बाइकमा कति टाढा हो यो। हामी थाकेँ। ल हामी जूमा फाइनली आयो है यत्रो ट्राभल गरेर। लोड पसिना रोनाल्डो हात्ती कता यतै हो हैन। त्यसले त मारिहाल्छ नि। हो त्यो जंगली हात्ती हो त्यो। एलिफेन्ट उयसमा सेन्टरमा। अब हामी त्यो त हैन ब्रिडिङ सेन्टर। त्यो के गर्दै रहेछ राजी आउँदै रहेछ पाले हात्तीहरु हुन्छ नि त्यो पाल्यो। हो ल त्यही हो ल साच्चै भने हात्ती छ त उता। छ यता बस्छ आता। अब हात्ती पनि हेर्न आयो हामी है। त्यहाँ छ। अनि त्यो एउटा केक बनाएको छ हो। हात्तीको बुझ्यो त्यो औषधि हुन्छ है। त्यो बाउ छोरो एउटै भयो क्या जिब्रो लडबाट नि। यहाँ टिकट काट्नुपर्छ अरे। यता अब हामी हात्ती हेर्न जानु। एउटा घर जस्तो छ है। जुमा जस्तो उयो के घुमाउनुको लागि हात्तीमा चढ्या तिमी हात्तीमा चढ्नु र हात्तीमा तिमी चढ्नु एउटै हो। फेरि हेर्न बाउको गाडी के बोल्छ यता मैले संस्कार दिदी हो तिमीलाई। आफूभन्दा ठुलो मान्छेसँग के बोल्नुपर्छ कसरी बोल्नु थाहा छैन। छोरो जन्मायो होइन गाई सर कस्तो जन्मायो यो पनि इलेक्ट्रिसिटी रिलमा हाल्यो भने यो रिलमा होइन युट्युबमा हाल्नु। फेरि के बोल्छ यो त किन हाल्दैन नहालेमा बनाउँदै यतिकै बनाएको ऊ हात्तीहरू चढे माथि। रोनाल्डो हो त्यो यस्तो हात्ती चाहिँ
दारै छ अगाडिको हेरेँ कि मैले उहाँको त मैले त फर्स्ट टाइम म त फर्स्ट टाइम हेरेँ सायद दारा भएको हात्ती है मैले नि आमा डेन्जर हुँदो रहेछ त यहाँभित्र चितुवा खाली अहिले होइन अस्ति थियो मान्छे खानेहरू के बाघले मान्छे ए बाघ यो भित्र छ के बाघ छैन चितुवा चाहिँ बाघ छ यो हात्तीहरू हेर्नु है यहाँ हो के अरे बाघ हात्तीहरू टन्नै छ यहाँ छ के यहाँ होइन कि उ त्यहाँ होला यहाँ पनि छ अस्ति नै देखाएको थियो मौरी हेर्नु कि त्यहाँ तिमीले यसको बारे पढ्नु पर्यो पढेन पहिला हेर्न दिन्थ्यो रे त्यो क्विनहरू मान्छेलाई मार्दियो बीको बारे वर्कर बी वर्कर बी ड्रोन बी अनि त्यसै क्विन बी उही त्यहाँ किङ चाहिँ हुँदैन के यो हात्ती हेर्नु यसको नि दारा रहेछ यार त्यहाँ हेर न खान्छ त विदेशतिर चाहिँ के गर्छ भन न त्यो कफी हुन्छ नि कफी हात्तीलाई खुवाइदिने होइन अनि त्यसको त्यो के हुन्छ नि गोबरमा अनि त्यसको चाहिँ लोड महँगो पर्ने रे त्यस्तो कफीलाई काम लाग्छ रे त यो हात्तीहरू हेर्नु त लोड ल खम्बा पनि छ नछु है झुक्केर नि ओइ राजु छैन होला छैन हुन्छ भने अलि प्रिभेन्सन गर नभए नि छैन हेर्नु ओ लड्यो त्यत्रो लड्यो बान्दै नि त बाँध्न चाहिँ को जाँदो रहेछ खुट्टामा अनि यिनीहरू यिनीहरू त्यस्तो हार्म गर्दैन होला है तिनीहरूले के खान्छ घाँस होइन घाँस होइन कि अब त्यत्रो घाँस हो धेरै जस्तो घाँसै हो किन अरू त अब थाहा भएन धेरै जस्तो त्यो दानाहरू त खुवाउन त कहाँ सक्नु दाना होइन कि अब किन भयो हान्छ दिक्क लाग्यो कि सानो रहेछ दाना त रहेछ ओइ बाबु यो रहेछ होइन लास्ट हो यार योभन्दा ठुलो नि अन्त गाइस म यहाँ हात्तीवाडी ज्यान सुन्न I don't know what to do. I don't know what to do. यो कत्रो हो यो यहाँ त मुला उयो छैन हेर त यो त बिनिस हाइट भन्दा पनि ठुलो छ है अब हात्ती हेऱ्यो अब गैँडा नि हुनुपर्ने है गैँडा त राख्दैन होला यसरी त है किसका कल आयो मेरा में यो कत्रो हो यो त अफ्रिकन खुट्टा हेर नि दाँतै काटेको के भएर होला कि यो त कस्तो अफ्रिकातिर हुन्छ नि दोस्तो अफ्रिकाको त झन् कस्तो डेन्जर हुन्छ अरे कि त्यसको त अझै दारा काटेको छ नि त्यो ठुलो गर्दा हो अलि बुढो भइसक्यो कि दोसाइ त्यो मा टाउके ठाउँ ड्याङ ड्याङ हुँदो रहेछ धेरै बलियो हुन्छ त्यसलाई हेर्नु त कत्रो हात्ती हो पहिला खोलामा आउँथ्यो त राँगाहरू चढाउनु राँगामाथि चढेर उल्टी सुल्टी हाल्थ्यो यो भन्दा ठुलो त त्यो छ है होइन यिनीहरू चाहिँ जङ्गली हात्ती होला कि सुरुमा त सबै जङ्गली हो पछि त त्यसको दारा चाहिँ यिनीहरूको लाइफ स्पान चाहिँ कति हो 50 कहाँ हुन्छ बढी हुन्छ 50 हो
कति होला 100 जति होला 100 त 50 हो कि 50 40 त्यस्तै फाइनली हामी भिजिट गरे पनि आयो बाले 10 वटा हामी के हेरे के हेरे बिनी छैन हामीले हात्ती हेर्यो रोनाल्डो मलाई हेर न रोनाल्डो बाघ यहाँ लायन अब यहाँ बाघ सब जनावरहरू फेरि यहाँ हरिण कराई शिकार हान्नु गयो हरिण अहिले हल्का भोक लागेको छैन मलाई घुमेर राम्रो रमाइलो भयो अब हामी होटलतिर जानु थाल्यौँ है त्यसो हामी भात खाएर निस्किनुपर्छ साधन यहाँ हो त जिराफ 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 चाहिँ लडेको उनी नखाउने रहेछ है ब्ल्याक प्यान्थर हो क्या भालु कस्तो हुँदो रहेछ गाह्रो हुँदो रहेछ यो पानी खाँदा नि यो टाङ फालेर खाँदो रहेछ